सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई नमस्ते, गुड मर्निङ एन्ड सेवारो सबैजनालाई। धेरै महिना पछाडि चाहिँ म आज एउटा सानो भ्लग लिएर आएको छु। अब असार लाग्यो, सिजन लाग्यो हो। असारमा मात्रै भ्लग गराइ हुन्छ मेरो चाहिँ। सबैजनाले आजको मेरो भ्लग चाहिँ मजाले हेरिदिनु होला। मेन कुरा तपाईहरु एउटा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु नबिर्सिदिनु होला। सो आजको दिन हल्का राम्रो भइरहेछ। बिहानसम्म पानी पर्दै थियो, अहिले अलिक पानी रह्यो हो। सो म चाहिँ जान्दैछु आज तल आज्ञा, हाम्रो आज्ञा रिम्पुजीको खेतला हो। म चाहिँ आज यहाँतिर सबैले खेतहरू अब रेडी हुँदैछ। सो हेर्दै गर्नु होला है गाइस। यो चाहिँ अब भोलि आली लाउने भन्छ, पानी त हालेको छैन रहेछ। यो चाहिँ हाम्रो लम्बु दाजुको खेत। यहाँ पनि तासतुस पारेर चाहिँ रेडी गरेछ। अब भोलि आली लाउने भने मलाई खेतला चाहिँ खोजिरहेछ। हेरौँ के हुन्छ गाइस। हाम्रो छोटा काजी ए हामी अब खेताला त्यसरी घर घरमा खाना पो खान्छ हामी त। खास 7:30 बजी बोलाएको, म त यहाँ 8 बजी सकेछ आज त। आज्ञा आज्ञा पनि खाउँ, जान्दै गर्ने होइन अन्त आज्ञा पनि। अचार खाइदिने हो कि आई, मैले त ड्युटी होला नि। ए ल ल, त्यसो भने खाना बजाइदिउँ। अब चट्टै खाना खाएर चाहिँ लाग्नुपर्छ। सादै छ ल। ए हुन्छ हुन्छ, अचार किनेमा खान्छ ए चल्छ। धन्यवाद धन्यवाद। अर्ग्यानिक जस्तो देख्छ। ए आगेर म चाहिँ लाग्यौँ अब गाइस। आजको अब फर्स्ट मेरो यहाँ औलको आली लगाइ खेताला हो। हाम्रो मालिक चाहिँ यहाँ यो तल खेतमा हो। हामी चाहिँ अब यहाँ राम्रो नदेख्दो रहेछ नि यहाँबाट। अब चाहिँ लागेको हामी चाहिँ परबाट जाने कि ठाडो झर्ने हो? ठाडै झरौँ है। हेर्नुहोस् है, यहाँ चाहिँ डल्ले खोर्सानी हाम्रो निमाले रोपेको है। यो चाहिँ डेरा चाहिँ निमाले बनाएको रहेछ हो। हाम्रो गाउँ बस्तीमा चाहिँ असार लाग्यो है। अब गर्नु भएको काँक्राको खेतमा चाहिँ कस्तो चाहिँ गोड्दो रहेछ होइन भाइसँग। त्यो भित्ता तास्दाखेरि दामी बनाएछ है। त्यसको मुनिपट्टि एउटा खोक्टा थियो नि सानो, भत्काइ राखेर चाहिँ ठुलै गरा बनाएको चिल्लो भएछ। यो पराल मैले चाहिँ अब एक गडा चाहिँ लगाएर सकेँ। अब यस्तो छ, आली लगाइ हाम्रो हो। एक गडा चाहिँ लगाएर सकेँ। अझै अब खेतालाहरू चाहिँ आइपुगेको छैन। अब एकजना आउनु छ, यहाँ माथि आउँदैछ कि बा। म चाहिँ अब एक गडा चाहिँ लगाइसक्यो। अब खेतला आएको छैन। आजको अब यस्तै छ भ्लगहरू। अब आफै काम गर्दै एकछिनमा टाइम पाएको बेलामा भ्लग गर्नु पर्दैछ। सो गाइस, सबैजनाले हेरिदिँदै गर्नु होला है। ए हाम्रो चिया लिएर आइपुग्यो है यो। ओ यता हेर, बिउ खाल्ने बिचारा यो एक्लै परेछ आज। खोइ आएको लम्बुहरू नेक्रा गएछ छैन हौ। मलाई त एक्लै पारेर आज यहाँ खेतालाहरूले। अब कतिखेर आउँछ। यसले चाहिँ गमबुट पनि म्याचिङ लगाएछ है, ठिक्कैको। तँ एक्लै सक्छस् भरे आङ्गीहरू पनि आउँछ होला नि होइन? ए सोनाम डाउमा उहीँ राख्दैन। चियासान कस्तो काम गर्छ यसले। आमा हाम्रो गाउँको ज्वाइँ हुनु चाहिँ को मन छ है? यस्तो काम गर्ने छ है, यस्तो काम गर्ने। भाग्यमानी कुन चाहिँ भाग्यमानीकोमा लेखेको छ होला है। ए हाम्रो खतरा खेताला बिउ खाल्नु थाल्यो आएर। यसरी बिउ खाल्छ हाम्रो गाउँको
बहिनीहरूले चाहिँ ढुङ्गामा पानीमै पखाल न ढुङ्गामा हाल्नु भने चुट्टिन्छ पो त अब चाहिँ थलियो बिउ खाल्नु एकैजना रहेछ म आली लाउने पनि एकजना एक गडा हालेर बसेको छौ है गाइस अब अहिले चाहिँ दुईजना पनि आइपुग्यो हौ आमा के छौ भन्नु भन्दैनौ यसो अब हाम्रोतिर असार सुरु भयो है भन्दैनौ हाम्रो असार हाम्रो सुरु भयो आजदेखि एकदम हुन्छ अस्ति खास सुरु आजदेखि हाम्रो भेना पढा छ हो दुईजनाले यता लगाउँदैछ म यो साइडतिर अब आफू चाहिँ दुबईको सेक भएर लगाइँदैछ हो मेरो फोनको कभर झरिगएछ नि हो आज मौसम पनि फेरि शीतल भएर मजा आयो यहाँ हाम्रो बिउ खाल्ने त ऊ माथि बहिनी बिचारा हाम्रो मिङ्ग्यो एक्लै भएछ आज चाहिँ ल थाल्नु लु त यसो पानी सानी काटकुट पारेर हाम्रोतिर चाहिँ अब असार चाहिँ अस्ति नै सुरु भएको अब आली लगाइ चाहिँ आजदेखि हुँदैछ ल राम्रो उखाले बिउ चाहिँ यसले सक्ने रहेछ आज त बिउ उखालेर चिया मजाले भेना चाहिँ कस्तो फिलिङ हुँदैछ आज राम्रो हुँदैछ फिलहरू ठिकै हो यहाँ एयरबड लगाएर पो छ त धान्नु खाल्ने त हाम्रो त आज त यो चाहिँ दामी देख्दो रहेछ ल म दामी देख्दैछु लम्बुहरूको होइन होइन हौ तासो छ झन् होइन त्यो भेनाको चाहिँ कहिले हो अब मेरो मङ्गलबार बुधबार ल मङ्गलबार त तल दलेको हो म दल दाजु बुधबारतिर होला 10 गते त हाम्रो त आली लागेको छैन सोमबार हो ओके सोमबारको भ्लग पनि आउँछ है त्यसो भने अब वाह क्या सिन हे भन्नु जस्तो छ त यो चाहिँ सबै धानको बिउ चाहिँ एउटै खेतमा रोप्ने यत्रो बिउ ओ माथिदेखि ल्याएर चाहिँ यस्तो गयो घुमेर ऊ तलसम्म हो यो बिचको मात्रै हाम्रो आगे रिम्फुसीको हो यो चाहिँ आज सुरुवातको लागि यसो वार्मअपको लागि हामीलाई यो चाहिँ वार्मअप गर्ने खेत हो यो हाम्रो वार्मअप मात्रै हुन्छ यहाँ चाहिँ यो पनि त आली कहाँ नागेको ठिकै भएको छ त्यो कलिलो चाहिँ छैन रहेछ डरै रहेछ बिउ है एकै दिनमा छरेको थियो फेरि जाने पुग्यो भएछ ल आजको चाहिँ यसो कमेन्टहरू गर्दै गर्दै सबैजनाले कस्तो हुँदैछ हाम्रो काम गराइ भाइ केटाहरूले आली चाहिँ दामी लगाउँछ हौ सक्नु आँट्यो लगभग अब चाहिँ यतिको चाहिँ हुनु पऱ्यो नि आली लगाउने मान्छे ल कोदालोले दिँदो रहेछ हौ यसले त अब पर बिउ खाल्ने पनि बिचारा एक्लै परेछ अब म चाहिँ एकछिन बिसाएको यहाँ हो यो निमाले माथिबाट आली लगाएर मेरो अनुहार कालै बनाइदिए हिल छिर्काएर यहाँ पछाडि झन् ढाँड त हेरि नसक जे होस् दिन चाहिँ शीतल भयो आज चाहिँ ए हाम्रो मालिकनी पनि आइपुगेछ हौ ल आज्ञा खाजा लिएर पनि आइपुगेको भोक लागिसक्यो होला है हो नि हल्का फुल्का अब खाजा साजा लिएर चाहिँ ल आज आली लगाइ चाहिँ कस्तो हुँदैछ कमेन्टहरू गर्नु है यसो
दामी भइस लगाएको छ दामी हाइट यो दामी हेर्नु त अब धान निकाल्ने यसले एक्लै उखाली सक्नु आँट्यो त्यो धान रोप्नेले त तल्लो गराएको मान्छे नदेख्ने उयो तल त्यही नाग्नु सक्छ कि है दामी भएछ हो चिताकै जस्तो भयो आली चाहिँ दिन पनि राम्रो भयो अब पानी परेन भने चाहिँ बगाउँदैन रोके नि माथिको रोके पूजासुजा गऱ्यो होला नि हो ल खाइदिउँ खाजा अब यो अर्को पनि आयो हो हाम्रो मिङ्ग्युरलाई सघाउन आएको अरे हौ यो मिङ्ग्युरलाई ए बिचारा त तपाईँ कस्तो ओइ सब गर्ने साथी गर्दा तपाईँ कस्तो अनुभव भयो भन् त आज दामी एक्सपिरियन्स कस्तो भयो बिउ खाल्नु आज दामी भयो सक्नु पो आँट्यो त यसले त एक्लै लगाएको छ अलि अब यसो हल्का फुल्का लगाइदिएको आज अलि चाहिँ अब रहेछ कि छ नि हिलो त दामी पानी सुकाएकोले गर्दाखेरि अब भोर्दै आउँछ है आउनु त अब चाहिँ खाजा खोइ हाम्रो खाजातिर लाग्यो हामी चाहिँ आज्ञा र आइमीले खाजा बाँड्दैछ है यहाँ चाहिँ अब यसो टेस्ट गरेर बताए कस्तो रहेछ टेस्टहरू अलिक फरक फरक ल एउटा कुखुरा डल्लै रहेछ फेरि हो आम्मा के गर्नुपर्ने हो तपाईँ त्यो अन्डा खाएर हेर्नु कि खेताला हाम्रो ठुलो खेताला बिउ खाल्ने एक्लैले सक्नु आँट्यो ए आधी ज्यादा पुऱ्याइसक्यो अहिले यत्रो मोमो खाए के हो याक्सामा चाहिँ कुखुरा खान्छ के हो याक्सामा चाहिँ के छ सब्जी चाहिँ कस्तो भयो कि एकदम दामी 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 मिठो ए हाम्रो आगेको फस हो रे यसपालि पर्सि त अब मैजारो बुढो निकालिदिउ न होस् ए कहाँ हो बुढो अन्त घाँसमा हिँड्नु भएको ल लगाइदिउँ खाना अब खाना खाने टाइम कस्तो भयो अनिल मामा खाना एउटा कुखुरा डल्लै हो अन्त फेरि थप्नु हुँदैछ अनिल मामाले अन्डा डल्लै उयो गरौँ कि जस्तो लाग्यो कि हाम्रो मिङ्गीको चाहिँ डाइट चाहिँ खतरा छ पुरा मेन्टेन गर्छ फिगर अरूभन्दा पनि मलाई त्यसको खाने प्लेट चाहिँ मन पर्यो डल्लो मान्छे अनुसार है मलाई पनि सुहाउने रहेछ त्यो प्लेट चाहिँ है उनीको लडिरहन्छ हामी सब्जी चाहिँ नखपी बस्दै खाने होला हौ बिउ अब कोमो अब उकाल्नु पर्यो नि अब त भोलि माथि रोप्नुपर्छ सब्जीको अहिले कस्तो सेन्ट अर्कै होला हौ सुप चाहिँ दामी मिङ्गीलाई भात हाल्दैछ न आनी र मिङ्गी उकाल्छ म त अल्छी लाग्यो लाइन भेटोको पहिला बिउ उखालेको होइन चुडाउनु गाइस अब हामी चाहिँ काम सकेर आलीसाली लगाइसकेर अब घरतिर फर्किँदै गरेको र आजको मेरो भ्लग कस्तो लाग्यो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सो अब फेरि पनि यस्तै भ्लगहरू नेक्स्ट टाइम आउँछ नेक्स्ट टाइम फेरि यस्तै भ्लगहरू लिएर आउँछु म अब आजको भ्लगलाई चाहिँ सबैजनाले मजाले हेरेर सेयर गरिदिनु होला